एप्लिकेसनको नाम भनेको पुपो लाइट रहेको छ। यो पुपो लाइट एप्लिकेसन चाहिँ एकदम पपुलर छ नेपालमा, र नेपालमा मात्रै नभएर संसारको विभिन्न देशहरूमा मजाले चलिरहेको छ, र यसबाट राम्रो आम्दानी पनि हामीले गर्न सकिनेछ र गरि पनि रहेको छ सबैजनाले। र तपाईँहरू लेडिज हुनुहुन्छ अथवा जेन्ट्स हुनुहुन्छ, जसले पनि यहाँबाट राम्रो अर्निङ गर्न सकिनेछ। सबै कुराहरू म तपाईँलाई यो भिडियोमा सिकाउनेछु। र यो एप्लिकेसनमा एकाउन्ट बनाएर भेरिफाई गरेको दिनदेखि 7 दिनसम्मको लागि तपाईँहरूले युज गर्दाखेरि चाहिँ तपाईँहरूलाई 2000 रुपियाँ फ्रीमा दिनेछ। त्यो कसरी क्लेमहरू गर्ने त्यो पनि म तपाईँलाई सिकाउनेछु, एकदम ध्यान दिएर हेर्नु होला। पोपो लाइभ एप्लिकेसनको डाउनलोड लिङ्क म तपाईँलाई डिस्क्रिप्सनमा त्यसै गरी कमेन्ट बक्समा पनि राखिदिनेछु। र डिस्क्रिप्सनमा दिएको लिङ्कमा क्लिक गरेर आउनु भएपछि यहाँनिर तपाईँले यो एप्लिकेसनलाई इन्स्टल गर्न पाउनुहुनेछ। इन्स्टलको अप्सनमा क्लिक गरेर इन्स्टल गर्नुहोस्, त्यसपछि एप्लिकेसनलाई ओपन गर्नुहोस्। एप्लिकेसन ओपन गर्नु भएपछि अब यहाँनिर एकाउन्टहरू क्रिएट गर्नुपर्ने हुन्छ। सबैभन्दा फर्स्टमा तपाईँहरू चाहिँ अब फेसबुकबाट क्रिएट गर्न चाहनुहुन्छ कि गुगलबाट, त्यो सेलेक्ट गर्नुहोस्। सो गुगलले बेस्ट रहेको छ, त्यही भएर गुगल सेलेक्ट गर्नुहोस्। त्योभन्दा पहिला चाहिँ यहाँनिर यो टर्म्स एन्ड कन्डिसनलाई चाहिँ एग्रीको अप्सनमा यसरी टिक लगाइदिने यो अप्सनमा चाहिँ, र त्यसपछि लगइन विथ गुगलको अप्सनमा क्लिक गर्नुहोस्। तपाईँहरूको सबैको मोबाइलमा चाहिँ एउटा गुगल एकाउन्ट हुन्छ भने त्यो गुगल एकाउन्ट सेलेक्ट गर्नुहोस्, एकाउन्ट क्रिएट भइहाल्नेछ। र त्यसपछि अब यहाँनिर तपाईँले चाहिँ आफ्नो नाम यहाँनिर भइहाल्यो, यो नाम अटोमेटिक पनि आउँछ। यदि आएन भने आफ्नो नाम यहाँनिर लाउनुहोस्, त्यसपछि प्रोफाइल फोटो यहाँनिर लाउनु पर्ने हुन्छ, र त्यसपछि आफ्नो डेट अफ बर्थ यहाँनिर लाउनु पर्ने हुन्छ। यसरी क्लिक गर्ने, त्यसपछि कुन इयरको त्यो यता सेलेक्ट गर्नुहोस्, कुन मन्थको कुन डेटको त्यो सेलेक्ट गर्नुहोस् र कन्फर्म गर्नुहोस्। त्यसपछि यहाँनिर कन्ट्री नेपाल सेलेक्ट गर्न नभन्नु होला, यहाँनिर यसरी नेपाल लेख्नुहोस् र नेपाल लेखेर सेलेक्ट गर्नुहोस्। र त्यसपछि मेल हो कि फिमेल हो त्यो तपाईँले यहाँनिर सेलेक्ट गर्न नभन्नु होला। फिमेल हुनुहुन्छ भने फिमेलले लेख्नु होला, र मेल हुनुहुन्छ पछि सबमिटको अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर रिक्वेस्टिङ एक्सेस लिमिट भनेको छ, कन्फर्म गरिदिने। त्यसपछि वाइल युजिङ द एप गरिदिएँ मैले। अब तपाईँहरूले चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ। भेरिफाई गर्नुको लागि यो लाइभको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ, र फर्स्टमा यहाँनिर तपाईँले अपलोड अ फोटो यो अफ योर सेल्फ भनेको छ, आफ्नो फोटो लाउनुहोस् यहाँनिर फर्स्टमा। र त्यसपछि फोटो अपलोड गरिसक्नु भएपछि यहाँनिर स्टार्ट टु सर्टिफाइड भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँले फेस भेरिफिकेसन गर्नुको लागि हो। र त्यसपछि यहाँनिर तपाईँले आफ्नो अनुहार देखाउनु पर्ने हुन्छ, र अनुहारसँगै तपाईँहरूले त्यहाँनिर आफ्नो अनुहारलाई चाहिँ दायाँ बायाँ फर्काउनु भनेको हुन्छ। त्यो जे भनेको छ तल माथि जे गर्नु भनेको छ अनुहारलाई त्यही गर्नुपर्ने हुन्छ, र त्यसपछि भेरिफाई भइहाल्नेछ। र त्यसपछि भेरिफाई भइसकेपछि चाहिँ अब यहाँनिर लाइभको अप्सनमा क्लिक गर्ने, र यदि फिमेल हुनुहुन्छ भने चाहिँ डाइरेक्ट यसरी लाइभ स्टार्ट हुन्छ। र तपाईँहरूले चाहिँ अब माथि च्याटिङ सिङ्गिङ डान्सिङ अब एउटा सेलेक्ट गर्नुहोस्, अथवा आफैले लेख्दा पनि हुन्छ। त्यसपछि तल गेम पार्टी अथवा लाइभ के हो त्यो तपाईँहरूले सेलेक्ट गर्नुहोस्, र गो लाइभको अप्सनमा क्लिक गर्नुहोस्, र लाइभ स्टार्ट भइहाल्नेछ। लेडिजको लागि चाहिँ एकदम सजिलो छ, सुरुमा यसरी लाइभ बस्न मिल्नेछ।